यो गोकर्णेश्वर नगरपालिका 4 मा यो भित्रपट्टि चाहिँ गोकर्णनाथ दरबार छ हैन। भित्रमा चाहिँ के लेखेको छ भने सावधान पर्खाल भत्किन सक्छ अरे। अब यो हामीले 18-19 वर्ष अगाडि नै एकचोटि चाहिँ हाम्रो स्वर्गीय दाजु दिबहादुर राईमाझीज्यूले हामीहरू भित्र गएर आर्मी चिफ सरसँग पनि कुरा गरेको थियो, पर्खाल सार्ने मर्मत गर्ने भनेर। उतापट्टि भित्तामा चाहिँ बनाइसक्यो। अब यहाँ जनताले सावधान भन्नुभन्दा पनि बरु यसलाई मर्मत चाहिँ गर्नुभएको कस्तो हुन्थ्यो होला। अब यहाँ किरापुत्र भवन छ, यहाँ हेर्नुहोस्। अब भत्कियो भने त गाह्रो हुन्छ त, त्यही भएको हुनाले सावधान भन्नको सट्टा यो ठ्याक्कै बस पार्क माथि है। ल हेर्नुहोस्, यहाँ त भत्कि पनि सकेको छ। यहाँ अरू बर्खामा पोर्ताउ त्यहाँ पानी लरेर बाटै अप्रोच गरेको थियो। अहिले पनि त्यो बाटो बनाएको छैन, त्यो पर्खाल भत्किरहेछ। यहाँ सर्वसाधारण हिँड्ने बाटो हो, किरापुत्र भवन पनि छ, उता गोकर्ण मन्दिर जाने बाटो पनि हो। साउन भदौमा बर्खा पनि लाग्छ। सावधान भन्नको सट्टा सरकारले चाहिँ यसो ध्यान दिएर चाहिँ यसलाई मर्मत गर्नुभए चाहिँ राम्रो हुन्थ्यो। अब त जनता सावधान भन्दा पनि यो माललाई चाहिँ सावधान सरकारलाई चाहिँ भन्नुभयो। योभन्दा अगाडि नै हामी त्यो मन्त्री हुनुहुन्थ्यो शक्तिबहादुर बस्नेतलाई पनि हामीले अवलोकन गराएका थियौँ। अनि अब भित्र त गइहाल्यो भयो। अनि प्रचण्डजी पनि आउनु भएको थियो अरे, त्यो चाहिँ मलाई थाहा भएन। अनि अस्ति हाम्रो वडा अध्यक्षज्यूले पनि भन्नुभएको थियो यहीँ बसेर भिडियो गरेर होइन, सरकारको काममा नपरे अघि यो भिडियोलाई सेयर गरिदिनु होला है, सरकारसम्म पुगोस् भनेर चाहिँ यो भिडियो सेयर गरिदिनु होला। एकदम जोखिम अवस्थामा छ।